हाई हेलो वेलकम टु माई च्यानल र हजुर सबैजना सन्चै सुबिस्तै हुनुहुन्छ होला भन्ने आशा धेरै राख्दै र आजको मेरो भिडियो चाहिँ के बारेमा छ भने हजुरले थाहा पाइसक्नुभयो होला। यस, आज चाहिँ मेरो टिचर्स डे हो र हजुरलाई भन्नै पर्दा हाम्रो टिचर्स डे चाहिँ खास 5 सेप्टेम्बरमा हुन्छ। तर हामीले चाहिँ सेलिब्रेसन 10 आज चाहिँ 10 सेप्टेम्बर हो र हामीले चाहिँ के सोचेर 10 सेप्टेम्बरमा राख्यो भन्दाखेरि चाहिँ 5 सेप्टेम्बरमा चाहिँ हाम्रो सन्देवा उहाँ स्कुलमा पनि सेलिब्रेसन गर्छ र उहाँ बिजी हुनुहुन्छ भनेर चाहिँ हामीले 5 तारिक नगरेर 10 तारिक गर्ने भएको थियौँ। सो आज चाहिँ 10 तारिक हो। सो हजुरहरूलाई चाहिँ म आजको हाम्रो टिचर्स डे कसरी मनाउने छौँ भनेर हजुरहरूलाई देखाउने छु कम्ती गरेर। सो या हेर्न होला। र म चाहिँ जहिले यसरी बेलुका नै यसो गरेर राख्छु नि होइन, जसमा चाहिँ बिहान चाहिँ अत्तालिनु नपरोस् भनेर जहिले यस्तै फिन्जाएर सबै निकालेर ओरेर राख्छु। त्यही हो या। र म चाहिँ रेडी भइसकेको छु। अब चाहिँ साथीकोमा जाने नक्कली फिल भइरहेको छ, तर म नक्कली छु। सो बाई, साथीकोमा जाँदैछु, साथीकोमा गएर भेटौँ गरी। यो चाहिँ बाटोमा छु होइन, हिल्स लगाएकोले गर्दाखेरि एकदमै बिसाउँदै जानु परिरहेको छ। र म चाहिँ अब साथीकोमा पुगेर साथीकोमा पुग्छु। त्यहाँ उसले खाना खानु बोलाइरहेको छ। सो त्यहाँ खाना खाने हो अनि जाने हो 9 बजीसम्म चाहिँ। त्यसम्म चाहिँ आइपुग्नु भन्नुभएको छ बाबुले होइन। अन्त म चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि आई वुड लाइक टु एप्रिसिएट अल द टिचर्स जो टिचर्सहरू हुनुहुन्छ होइन। आज चाहिँ के भन्दैछ भन्दाखेरि आज चाहिँ भ्लग बनाउँछु भन्दै यो बाटोमै बनाउँछु भन्दाखेरि मान्छेहरू आएको छ। सो राम्रोसँग बनाउनु पाएको छैन। सो के भन्न चाहन्छु चाहिँ उहाँहरूलाई चाहिँ एकदमै एप्रिसिएट गर्न चाहन्छु। अनि जो टिचर्सहरू हुनुहुन्छ उहाँहरू सबैलाई ह्याप्पी टिचर्स डे अनि थ्याङ्क यू सो मच। हामीलाई यतिको काबिल हजुरहरूले बनाउनु भयो। सो थ्याङ्क यू टु अल टिचर्स। हाम्रो टिचर्स चाहिँ फर्स्टमा चाहिँ आफ्नो पेरेन्ट्सहरू पनि हो। सो उहाँहरूलाई पनि ह्याप्पी टिचर्स डे अनि थ्याङ्क यू सो मच उहाँहरूलाई पनि। सो अब चाहिँ साथीकोमा पुगेर भ्लग गर्नेछु। त्यसलाई चाहिँ आइसकेको छु। रञ्जना आइपुगेँ म। 9 बज्न आँट्यो ल। रञ्जना चाहिँ अहिलेसम्म पनि रेडी भएको छैन रहेछ। ऊ चाहिँ भर्खर टाउको नुहाउँदै रहेछ। पर्खिनु पर्ने हमेसा ढिलो। खर नुहाएर चाहिँ डल्लै छ ऊ रेडी हुनु। हामी चाहिँ रेडी भइसक्यो। रञ्जना भर्खर रेडी भएको खाना खाँदैछ। साडी लाग्छ उसले चाहिँ। सो अब माथि भेटौँ एकैचोटि। बाइ। हाम्रो एन्ट्रेन्स चाहिँ यस्तो रहेछ। हाम्रो प्रोग्राम चाहिँ यहाँ हुँदैछ। एक ग्रुपसँग लागि माइक्रोफोन एउटा मात्रै प्रोभाइड हुन्छ। उयो गिटारको लागि चाहिने रहेछ कि। हामी चाहिँ किचन जाँदैछ। किचनको लुक चाहिँ यस्तो छ। अब ओपन द डोर। यो चाहिँ हाम्रो किचन हो। किचनको उयो त्यस्तो छ। यस्तो रहेछ त हाम्रो किचनमा चाहिँ। हेलो, के बनाउनु भएको तपाईँले? के काट्नु भएको होला है?
सेफहरू हुनुहुन्छ यहाँ चाहिँ किचनमा चाहिँ आलु रहेछ त्यसै हुनुहुन्छ आलु दम बनाउनु तपाईँहरूलाई सोध्नु भएको नि के गर्नुहुँदैछ भनेर हुन्छ थ्याङ्क यू सो मच सर यहाँ चाहिँ प्र्याक्टिस हुँदैछ सिमेनी छ सिमेनी छ आउनुहोस् न ग्रुप सँग लागि सबैजना आज हामी सबैजना गायकको नाम सिमा जुन हामीले एउटा टिचर्स डेको प्रोग्राम हामीले अर्गनाइज गरेका छौँ ओके अहिले दारु के छैन ओके स्टार्ट भयो अब हजुरलाई थोरै थोरै गीत देखाउने छु ऊ चाहिँ गाउनेवाला छ ऊ चाहिँ त्यसै तान बजाउनेवाला छ हामीलाई सेवा गर्छ सेव चान्सेसहरु जति पनि हुनुहुन्छ तपाईहरु सबैजना रेडी भएर बस्नु होला म त एकछिनमा हुँदा हुन्छ होइन मेरो त 14 नम्बरमा मात्र छ ऊ चाहिँ डरले धकधक भएर हिजोसम्म के डर भन्ने थियो उसले नै पुरा खोजिरहेको थियो क्यामेरा हुनुपर्छ कुनै के हुनुपर्छ उसले नै खोजिरहेको थियो ऊ आफै डराइरहेछ हौ म चाहिँ यहाँ दुईजनाको प्रोग्राम हेर्नुको लागि एक्साइटेड भइरहेको छु कहिले गर्ने भनेर उयो बनाइदिन्छ म भ्लग आज बनाइदिनु दिँदैछु हाम्रो म्याडमहरूको शान्तिमा हुनेवाला शान्तिमाहरूको तपाईँलाई कस्तो भयो स्टेजमा जाँदाखेरि कस्तो फिल भयो ठिकै थियो कि अहिले यहाँनिर आएर क्यामेराम्यान देख्दा चाहिँ पुरा मलाई डर डर कि आगे जिते भनेर यहाँ स्ट्रेस भएर चाहिँ उसलाई चाहिँ पुरा स्ट्रेस अब चाहिँ हामी सरलाई वेलकमको लागि जान्छौँ बाहिर सरलाई वेलकम यहाँ इन्ट्रेन्सदेखि लिएर चाहिँ हामी यहाँदेखि लिएर चाहिँ आइसक्नु भएको छ आउनुभयो हाम्रो सान्देवा Misalnya saya Sandewa ng saya King Manma non kanalin tiyo busi tunga ewagi के भइकिन हजुर है साथीहरूलाई हामी यो के गर्ने गर्दैछौँ यसरी नै आजको हामीले गाइडलाइन्सहरू जुन है
दिनुपर्ने सबै कुरा साथीहरूले दिइरहनु भएको छ है। वर्षभरिको समय हामीले ज्ञान दुर्गे धर्मतीको सिनेमा स्वप्न नसकिँदैन आफैले सुप्रात भन्छ जीवनमा सम्भावनाहरू हुन्छ जीवन बचाइका केही सम्भावना धर्मतीले पाउन सम्मको दुःख and Lakshmi Rai. सो म चाहिँ अब चाहिँ मेरो डान्स छ हो मलाई त एकदम डरले खुट्टा कामिरहेछ मैले यसको पर्फर्मेन्स पनि हेर्नु पाइनँ किनभने मैले लुगा चेन्ज गर्दै सो डरले दूर दूर हेर न So for taking your time to be a part of this event. So today we are here to celebrate the past, enjoy the present, look forward to the future. र हामीले है हाम्रो आउँदो दिनसम्म है मलाई यो श्रद्धाञ्जली अर्पण गरिकन आउँदो दिनमा हामीले उहाँकोबाट पाइने है लिनुपर्ने आशिष हामी आशा गर्नेछौँ। मलाई चाहिँ ताली चाहियो मजा गर्नुहोस् है सुन्नुहोस् कस्तो लाग्छ है
झारा खेलना छाची उनी बदे ताया खारुवा ताया खारुमी खाना निम्चे तनी यागावा अंका हान्डे सिन्धु अंका याङमा दिसाङ मानु Kacipenda lag muaki cham muaki mu cham muaki entertainment muman ki khana nin so bade ka topo chok yanga mosoni ki ankan zara भएको लागि र अब है यसरी नै हामी निरन्तर आउँदो दिनमा यसरी नै This is your host Neon Rice signing off today. Thank you so much. र यसरी लोकको लागि यहाँ चाहिँ हामीलाई जसले सहयोग गर्नुभयो उहाँहरूलाई थ्याङ्क्स गिभिङ गर्नुहुँदैछ साँच्चै नै सबैजनालाई हुन्छ on behalf of Sukulan कार्यक्रम नाम्ची हो अन्त उहाँहरूसँग पनि Thank you for watching.